हेलो साथीहरू, आज चाहिँ मैले च्याउको तरकारी बनाउँदैछु। मैले चाहिँ यो च्याउ किनेर ल्याएँ अनि त्यसपछि मैले यसलाई सबै केलाइ गरेर राखेँ दिउँसै। अनि मैले आलु पनि तासी क्यारी पानीमा यहाँ भिजाएर राख्छु कि च्याउ चाहिँ पकाउँदै गर्दाखेरि गलेर घट्छ नि त। अनि त्यही भएर आलु चाहिँ अलि मैले धेरै लिएको छु। अनि आलु सबै छिलेर क्यारेर अनि अदुवा लसुन त्यसपछि टमाटरहरू सबै उगारेर राख्छु कि एकैचोटि। अनि यो यसमा चाहिँ मैले च्याउमा चाहिँ पानी हालेर भिजाएर राखेको, यो बेलुका पकाउने हो। अहिले दिउँसै मैले तयारी गरेको यसको लागि चाहिँ। त्यसपछि मैले टमाटर चाहिँ अलि धेरै लिएको, यो हल्का बिग्रेको थियो त्यही भएर। अनि लसुन अदुवा प्याज सबै काटी क्यारी पानीमा भिजाएर यसरी राख्छु एकछिन। अनि दाल पनि भिजाइदिन्छु। दाल भिजाएपछि फुल्छ अनि यति दाल भयो भने पुगिहाल्छ नि त, त्यही भएर अनि थोरै दाल पनि भिजाइदिन्छु। पकाउने बेलासम्म सबै ठिक हुन्छ। अनि यो पकाउने बेला भइसक्यो मेरो। त्यसपछि मैले पहिला चाहिँ यसलाई पानी राखेर अनि यो च्याउलाई चाहिँ अलि बफाउँछु कि बर्खा छ नि त, किराहरू हुनसक्छ भनेर नि तातो पानीमा उगारेपछि त ठिक हुन्छ। अनि यो यता उगार्दै रहन्छ, यता मैले प्याज पनि काटेर राखेँ, आलुहरू पनि सबै रेडी गरेर राखेँ। यता यो उम्लियो त्यति गरुन्जेलसम्म। त्यसपछि च्याउ पनि यो पानी निचरेर ठिक्क पारेँ। अदुवा लसुनको पेस्ट पनि बनाइसकेको थिएँ। अब मैले यहाँ तरकारी बनाउँछु, कस्तो हुन्छ हेरेर कमेन्ट गर्नु ल। मेरो तरिका चाहिँ अलिक फरक छ कि अरूले कसरी गर्नुहुन्छ कुन्नी। त्यसपछि मैले यहाँ तेलमा खोर्सानी फुराएँ, तेजपत्ता अनि मेथी प्याज सबै हालेर रातो हुन्जेल भुटेँ। त्यसपछि मैले यसमा सबै आलु चाहिँ राखिदिएँ। आलु हालेर पनि एकछिनसम्म चलाइरहन्छु कि यसलाई रातो हुनुपर्छ कि फेरि। अनि यो टमाटरलाई पनि फेरि गर्छु भनेर के ग्राइन्डरमा हालेर पेस्ट बनाएँ टमाटरको चाहिँ। अनि यसमा चाहिँ मैले च्याउ पनि हालेर भुट्दैछु। अब यो पेस्ट भइसक्यो। यो पेस्ट चाहिँ मैले अहिले लास्टमा हाल्छु। अनि नुन बेसार हाल्छु। अब नुन बेसार मसला एकैचोटि हालिदिन्छु अनि मजाले चलाउँछु सबैतिर लाग्ने गरी। त्यसपछि अनि अदुवा लसुनको पेस्ट पनि मैले नुन बेसार हाल्ने बित्तिकै हालिदिन्छु कि नत्र फेरि गनाउँछ कि पछि लास्टतिर हाल्दाखेरि चाहिँ। अनि यसलाई चाहिँ मैले अब एकछिन छोपिदिन्छु यसरी नै। अनि यता मेरो दुध पनि तातिराखेको छ कि अनि यता पनि भइसक्यो। अब मैले यसमा टमाटरको अघिको पेस्ट हालिदिन्छु चलाएर। त्यसपछि फेरि मजाले चलाउँछु र अनि एकछिन छोपिदिन्छु। अनि एकछिन छोपेपछि चाहिँ मेरो तरकारी चाहिँ रेडी हुन्छ। यता मैले दुध पनि तताइराखेको छु, ग्यास चाहिँ सानो बनाएको छु। अनि यो तरकारी चाहिँ मेरो लगभग रेडी भइसक्यो। अब टमाटर पनि सबै पाकिसक्यो नि त मजाले, यो पनि रेडी भइसक्यो। ल आजलाई चाहिँ यति नै, बाई।